हेलो नमस्ते गाइजहरु, हामी चाहिँ जंगलतिर छौं। एकदम बादल लागिरहेको छ, एकदमै पानी परिरहेको छ, एकदम गाह्रो छ। यस्तोमा बस्नु परेको छ। हामी गाउँले जिन्दगी एकदमै छ। आज चाहिँ हामी यहाँ लोकल भालेको सुप खाने तयारीमा छौं। हाम्रो चाहिँ यहाँ जुनाङ भाइले बनाइरहेको छ। अब चट्टो ल्याएर हाम्रो चाहिँ यहाँ हेर्नुस् है, ठेन्टे एकदम भाइले बनाइरहेको छ भाले। हामी यहाँ अब चट्टै हेर्नुस् न, यस्तो छ, जाडो पानी परिरहेको छ, मौसम यस्तो छ। हाम्रो त बिजोग छ नि, हो बिजोग छ, एकदमै गाह्रो छ। हेर्नुस् मौसम हेर्नुस्। हामी चाहिँ धोत्रेको फेदीमा जङ्गलमा बसिरहेको छौँ। गाइजहरु, तपाईहरु त चट्टै तातो घरमा हुनुहुन्छ होला, कोही होटलमा। हामी चाहिँ एकदमै यहाँ अब भाइले तातो सुप, एकदम लोकल भालेको सुप चाहिँ खाने प्लान गरेर खाने हामी गर्दैछौँ। ल आज भाइले चाहिँ चट्ट तिते बनाउँछु दाइ भनेर चाहिँ यहाँ एकदमै उकेर छ। हामी एकदमै यहाँ चिसो, एकदमै चिसो ठन्डीमा झरी परिरहेको छ अवस्था। हाम्रो बसाइ चाहिँ यस्तो छ, किनभने गाउँले जिन्दगी। अब चाहिँ भाइले यहाँ काटकुट बनाउँदैछ, एकदमै स्पेसल आगोमा पोलेर भाइले एकदम खराएर। आज पानी परिरहेछ। जाडो कतिको छ भाइ? जाडो त झारप्प बुट पड्काउने हो जाडोमा चाहिनेलाई। सुप चट्ट खाएर सुत्ने प्लान गरिरहेछ भाइहरूले। पराउ एकजना भाइ चाहिँ चट्ट जाडोले बसिरहेछ। के गर्ने, हाम्रो भाग्य नै यस्तो रहेछ जिन्दगीमा। हेर्नुहोस् मौसम यस्तो छ, तर ठाउँ चाहिँ एकदमै दामी छ है गाइजहरु। हेर्नुहोस् है, हेर्नुहोस्। आमामा जङ्गलको बसाइ जस आफ्नो आफ्नो भाग्य लिएर बस्नु पर्दो रहेछ। ल अब हाम्रो चाहिँ तरकारी बन्दैछ। टक्क लोकल भालेको सुप झ्राप्प लाएर कालो बुट पड्काएर 5 रुपियाँ दिएर झ्याम दिने हो जङ्गलमा। त्यो चाहिँ मौसम चाहिँ हेर्नुहोस् है। मार मसला सब तयार भयो। अब सुप लाउन बाँकी छ। जाडो ठन्डीमा के गर्ने, यस्तै गाउँले जिन्दगी, परदेशी जिन्दगी। धोत्रे मुनिको बसाइ, पालमा पसाइ, गाह्रो छ गाउँले केटालाई जिन्दगी चलाउन गाह्रो छ। यो जिन्दगी जिउन गाह्रो छ। ल अब हामी चाहिँ लोकल सुप सुरु गरियो गाइजहरु। यहाँ हाम्रो एकदम लाठीले खोजेर खा उठै छ त देन। यस्तै हो, भाले पो छ त काटिलेको। एकदम स्वादिष्ट छ, एकदम ठिक छ। दामी छ यो त। ल हाम्रो चाहिँ एकदम दुःख यो मुटु छ जङ्गलमा बसाइ यहाँ देखाउनु त एकदमै। ओ सुरेन दाइ, यो मुटु हेर्नु दाइ। ल हाम्रो योगन भाइले चाहिँ दिनु थाल्यो। कस्तो छ भाइ? मिठो छ दाइ, स्वाद छ नि हैन? ल नकुल भाइ, लोकलको एकदम ठिक छ जाडोमा है, ठिक छ। आज झरी पनि अलिअलि परिरहेछ हैन? ल ठिक छ भाइ, हो यस्तै हो हैन, आफ्नो आफ्नो भाग्य। हामी दुखमन गर्नु हुँदैन। ल एकदम फास्ट छ क्या हाम्रो जुनाङ भाइ चाहिँ। फेरि एकदम यस्तोमा चाहिँ हो नि। तर के गर्नु गाइस, हामी चाहिँ यस्तो जङ्गलमा बसाइ छ, यसो उ गरिरहेको छु चिचिरा। अनि के गर्ने, जिन्दगी यस्तै रहेछ हाम्रो। ल गाइस जङ्गलको बसाइ यस्तै हो। हेर्नु होला तपाईहरुले पनि हाम्रो जङ्गलको बसाइलाई के कस्तो छ।
नभन्न दादा भन् एउटै ल अब हामी चाहिँ लोकल सुप सुरु गरियो गाई चरो यहाँ हाम्रो चम्चीले न एकदम लाटीले खोजेर खा उठाइ छ त दे न यस्तै हो भाले पो छ त कहाँदेखि लिएको एकदम स्वादिष्ट छ एकदम ठिक छ दामी छ यो त ल हाम्रो चाहिँ एकदम दुःख ए मुटु पो छ जङ्गलमा यहाँ बसाइ यहाँ देखाउनु त एकदमै ओ सुरेन दाइ यहाँ मुटुहरू हेर्नु दाइ ल हाम्रो योगन भाइले चाहिँ दिनु थाल्यो कस्तो छ भाइ मिठो छ दाइ स्वाद छ नि होइन स्वाद छ ल नकुल भाइ लोकलको एकदम ठिक दामी छ छ। जाडोमा है हैट ठिक छ आज झरी पनि अलिअलि परिरहेको छ मलाई चाहिँ दामी भइरहेको छ झरीको बेली ल ठिक छ भाइ हो यस्तै हो होइन आफ्नो आफ्नो भाग्य हामी दुःखमन गर्नु हुँदैन ल एकदम फास्ट छ क्या हाम्रो जुनाङ भाइ चाहिँ फेरि एकदम यस्तोमा चाहिँ केटो त है लास्टै डट पर्छ हो नि तर के गर्नु गाई छु हामी चाहिँ यस्तो जङ्गलमा बसाइ छ बेलमा यसो उ गरिरहेको छौँ बेलमा चिचिरा अनि के गर्ने जिन्दगी यस्तै रहेछ हाम्रो लै गाई छु जङ्गलको बसाइ यस्तै हो खाने बेला त नखुल्दै यार तिमी कस्तो खडा मान्छे हो हेर्नु होला तपाईँहरूले पनि हाम्रो जङ्गलको बसाइलाई के कस्तो छ खानान्छीलाई ओको चाहिँ ओको खानान्छी ल अब हाम्रो चाहिँ तरकारी बन्दैछ टक्क लोकल भएको सुप झ्राप्प लाएर कालो बुट पर्छ कालो बुट प्रकार तल 5 रुपियाँ दिएर झ्याम झ्याम दिने हो मैले प्लास्टिक हामी ल्याएको छु जङ्गलमा त्यो चाहिँ मौसम चाहिँ हेर्नुहोस् है मार मसला सब तयार भयो अब सुप लाउन बाँकी छ जाडो ठन्डीमा के गर्ने यस्तै गाउँले जिन्दगी परदेशी जिन्दगी धोत्रे मुनिको बसाइ पालमा पसाइ गाह्रो छ हौ गाउँले केटालाई जिन्दगी चलाउन गाह्रो छ यो जिन्दगी जिउन गाह्रो छ अब चाहिँ भाइले यहाँ काटकुट बनाउँदैछ एकदमै स्पेसल आगोमा पोलेर भाइले एकदम खराएर आज पानी परिरहेछ जाडो कतिको छ भाइ आम्मामा जाडो त त्यही झाराप्पा बुट पर्काउने हो जाडोमा चाहिनेलाई हेर्नुहोस् खाइन्छ सुप चट्ट खाएर सुत्ने प्लान गरिरहेछ भाइहरूले पराउ एकजना भाइ चाहिँ चट्ट जाडोले बसिरहेछ के गर्ने हाम्रो भाग्य नै यस्तो रहेछ जिन्दगीमा हेर्नुहोस् मौसम यस्तो छ तर ठाउँ चाहिँ एकदमै दामी छ है गाई चरो हेर्नुहोस् है हेर्नुहोस् आम्मामा जङ्गलको बसाइ जस आफ्नो आफ्नो भाग्य लिएर बस्नु पर्दो रहेछ